दाई हेलो भनिदिनु न। हेलो। हजुरको नाम चाहिँ के दाई? मेरो श्याम तामाङ। अनि हजुरको? राम गुरुङ। ए हामी चाहिँ चेन्नई केही फौजी हजुरहरूकै माल लिएर आएको थियौँ नि। म चाहिँ ट्रान्सपोर्टर, दाईहरू चाहिँ सुरक्षा गार्ड। अनि खुसी लाग्यो दाईहरूलाई भेट्न पाउँदा यति लामो ठाउँमा। अनि दाई हजुर पहिले जिआर हुनुहुन्थ्यो नि? हजुर पनि। अनि जिआरमा कतिसम्म रहन पाइन्छ? एज वाइज हुन्छ, सर्भिस वाइज। सर्भिस अब 28 सालसम्म गर्न सक्छ, 30 साल प्रतिशत रहन्छ। ए हजुरहरूको भाव हो त्यो मतलब जिआरको खतम भइहाल्यो? रिजोइन, डिएससी मतलब रिजोइन नि? ए अब कति सालको लागि हजुरहरू जोइन हुनु? यहाँ पनि खुसी हो, भोलि जान्छ भने मतलब तपाईँहरूको मर्जी? अब पुरा म 57 अनि भत्ता सत्ता त हजुरहरूको पाकै हुन्छ यो। अनि डेको पनि मिल्ला नि हजुरहरूलाई जसरी यहाँ रोकिनु भयो? यहाँ पनि पाउँछ तर हाम्रो चाहिँ सेम आर्मीको जस्तो महिनाको चाहिँ स्यालेरी हाम्रो चाहिँ यो चाहिँ। ए अनि घरतिर जानुहुन्छ कि नै? तपाईँ कहाँ बस्नुहुन्छ? बित्तामोड। बिर्तामोड। अनि हजुर? दाई झापाली। दाई झापालीहरू त गपाडी हुन्छन् रे। घर त पहिला पुरानो मेरो भोजपुर हो। भोजपुर तर अहिले भयो 20-22 वर्ष। ए अनि तपाईँहरूमध्ये कुन छ अब को दाई बस्नुहुन्छ यहाँ ड्युटीमा? कति दिन बस्नु हुने हो र? 2 दिनभन्दा ज्यादा बस्नु। अनि यहाँ 15 दिनको बस्ने हो, मैले मिटिङमा थाहा पाएको थिएँ होइन? 15 दिनको हो। अनि 15 दिनसम्म हजुरले यहीँ जति जे भने पनि यहीँ बसाउने हो। उहाँ त खुसी हुनुहुन्छ, उहाँ जानुभयो, राम्रो खुसी लाग्यो मलाई पनि दाइ जानुभयो होइन? अनि तपाईँ कति दिन बस्ने रे? म सायद अब अर्को नेक्स्ट आउँदैछ 2 दिन बस्छ। 2 दिन? 2 दिन ए जानु, यहाँदेखि जानै बेस्ट हो। केही छैन यहाँ, केही पनि छैन, खालि मालको तपाईँमा त्यो हिजोवाला दाई थियो कि एउटा छेत्री दाई, उहाँ भेटिनु भएको थियो। उनलाई पनि भनेको थियो दाई मेरो भरोसामा नरहौ, उनीहरू सोच्ने रहेछन् मतलब यो हामीलाई दिने हो भनेर, होइन नि त उनीहरूकै जिम्मेदारी हो। मलाई खुसी लाग्यो दाई जानुभयो। अनि तपाईँको दुःख लाग्यो? यत्रो टाढोमा आएर त नेपालीबाट पाएँ, खुसी लाग्यो नि दाई, नेपालीहरू भेट्यो खुसी लाग्यो मलाई। मतलब यति दूर आएर भेटिनु भयो खुसी लाग्यो। अनि भोलिको दाई आउने? अँ दाइ कृष्ण राणा दाई भन्ने आउँछ। नत्र हामीहरूलाई हुन्छ अब नेपालीहरू आएर यस्तो काम गर्छन् उस्तो काम गर्छन्। दाइहरू यहाँ जिआर दाई भेटिनु भयो त? हामी पनि गरिरहेको छु राम्रै काम। अब मेरो त गाडी खाली भइहाल्यो दाइ, मैले अब जानुपर्ने हुन्छ। अनि पर्सि आउँछु। कहिले आउँछ हजुरहरूको अर्को गाडी? भोलि पनि आउन सक्छ। अब गाडी त्यही भएर बाटोमा केही खराब भएन, बाटोको बिचको कुरा। अब गाडी चाहिँ अघि बिग्रेन। उहाँ दाइ त खुसी हुनुहुन्छ आज जाँदैछु भनेर? तपाईँ 2 दिन तपाईँले झेल्नुपर्छ। यो तमिल पुलिसलाई भन्नु नि, जो आफ्नो इन्चार्ज छ नि मेन, तिनीहरूलाई यो यिनको चौकी हुन्छ नि त्यहाँ चाहिँ बस्न पाइन्छ तपाईँहरूले? राति ड्युटी गर्नुहुने हो र तपाईँ यहाँ? ड्युटी त अब पेट्रोलिङ काट्दै गर्छ, अब सायद गेट बन्द गर्छ होला या के गर्छ राति होइन? यहाँ गेट लगाएको छ सामान। सामान अनि यो कन्टेनरहरू पनि हेर्नु पर्छ त हजुरहरूले? कन्टेनरहरू हजुरहरूको जिम्मेदारी? उहाँ त दाइ 15 दिन लाग्ने हो, मैले त्यो कन्फर्म हिजो बताइसकेँ 15 दिन लाग्ने हो र। अनि दाइ घर कहिले जानुहुन्छ? जुन। तपाईँ? हजुरको फ्यामिली त वहीँ होला नि नेपालमा? घर जाने मन लाग्छ कि? तपाईँ त गएर आउनु भयो? दादा खुसी लाग्यो तपाईँहरूलाई भेट्न पाउँदा, यो याद स्वरूप राख्नुपर्छ। थ्याङ्क यू दाइ।